धेरैजनाले के क्वेसन गरिरहेछ भने प्रोटिन वे प्रोटिनको कुरा आयो प्रोटिन खाने कि नखाने प्रोटिनले किडनी जान्छ यो खाने यो नेचुरल गर यो अननेचुरल हो हेनतेन भन्छ यो प्रोटिनको बारेमा थोरै हैन यस्तो हो अहिलेसम्म प्रोटिन खाएर अथवा त हाम्रो धेरै चाहिँ क्रिएटिन खाएर चाहिँ पत्थरी हुन्छ यताउति भन्छ नि हैन त्यस्तो त एउटा कुनै छैन कि उदाहरणै छैन मेन चाहिँ एनाबोलिकले चाहिँ अलिकति मान्छेहरू डेड भएको हो हैन त हामी चाहिँ जहिले त्यही डेली के ज्यान बनाउस् भनेर चिकन अन्डा मात्रै खाइदिरहेको हुन्छ त्यसो पेट डुम्बो हुन्छ त्यसपछि अरू हाम्रो त खानेकुरा धेरै छ नि त हैन त्यो सबै चाहिँ भिटामिनहरू सबैको आफ्नो छ नि त गाडीको छुट्टै भिटामिन सीहरू छ हैन त्यो सबैको मिल्दैन नि त त्यसको लागि चाहिँ के अरे बिगिनरलाई सपोर्ट गरेर बिगिनरको क्वेसनहरू राख्छौँ है त मलाई एकदम धेरै क्वेसन आउँछ एकदम अनि तपाईँको पहिलो कुरा तपाईँको जति बडी बनाउन अथवा बडी बनाउनलाई डाइटहरू चाहिँ के कस्तो लिनुहुन्छ के छ केटाहरूलाई के एडभाइस दिनुहुन्छ ओके है त फर्स्ट अफ अल चाहिँ बिगिनरहरूले चाहिँ सप्लिमेन्ट के खाने के नखाने एकदम सुरुमा के गर्नु कति जिम सुरु गरेको कति टाइममा खानु भन्ने क्वेसन आइरहन्छ क्या सप्लिमेन्ट यस्तो भयो क्या मैले भने त यदि बिगिनर हुनुहुन्छ भने तपाईँले कस्तो चाहिँ वर्कआउट गरिरहेछ भन्ने यहाँ फिटनेस नेपाल तपाईँहरूले स्थापना गर्नुभयो सबै हामी युथलाई चाहिँ एकदम इन्सपायर गर्नुभएको छ ठुलो अवसर पनि दिनुभएको छ चाहिँ 23मा 24मा गेम पनि भयो धेरैले सोधिरहनु भएको छ 25मा गेम हुन्छ कि हुँदैन के हो कहिले हुन्छ भनेर चाहिँ एकदमै एक्साइटेड छ केटाहरू नयाँ केटाहरू यस्तो भयो फिटनेस नेपालले कोरियामा चाहिँ मलाई चाहिँ एउटा सन्देश चाहिँ के दिन चाहन्छु भने कोरियामा बस्नेहरूलाई चाहिँ हामीलाई अलिकति स्ट्रेसफुल लाइफ छ क्या अहिले त धेरैलाई चाहिँ साथीभाइहरू राम्रो नपर्दैन अनि काम धन्दाले गर्दा होइन घर आइसक्यो हामीले फेरि कोरिया छिर्ने बित्तिकै सपना धेरै देखिहाल्छ करोडको देखिहाल्छ अनि करोड त अब त्यो लकिली के सबैलाई त्यो नहुनसक्छ है अब त्यो हुँदा पनि तर हामीले चाहिँ के सोच्नु पर्यो जीवन भनेको कोरियामा 5 वर्षले लास्ट क्वेसन सोल्टी तपाईँको गेम खेल्दाखेरि तपाईँको अनुभव गेम खेल्दा के सप्लिमेन्टहरू युज गर्नुभयो के गर्दा राम्रो यस्तो चाहिँ तपाईँको बडी कन्डिसन कस्तो छ भन्ने हुन्छ क्या तपाईँकोमा अलिकति बडीमा अलि बडी फ्याटै छ भने चाहिँ तपाईँ सम्पूर्णलाई हाम्रो प्रदीप फिटनेसको तर्फबाट तपाईँहरू सम्पूर्ण साथीहरूले चाहिँ हाम्रो फिटनेस नेपाललाई यो उचाइ दिनुभयो त्यसको लागि चाहिँ विशेष धन्यवाद अनि एउटा क्वेसन के सोल्टी तपाईँले त यहाँ कोरियामा पनि चाहिँ नेपाललाई मेडल दिलाउनु भएको हो मैले चाहिँ पहिलाचोटि कोरियामा 2017मै गिम्पोमा गेम खेलेको थिएँ फर्स्टमै अनि त्यसपछि त्यो गेममा मेरो फर्स्टचोटि सायद कोरियामा मैले त्यो गेम खेल्दाखेरि धेरैलाई थाहा थिएन होला मैले पहिला कोरियामा इपिएसको पहिलो कालमै मैले 2017 अराउन्डमै मैले गिम्पोमा बडी बिल्डिङमा चाहिँ 10 मेन फिजिकमै खेलेको थिएँ अनि त्यसपछि फेरि नेपाल गएर धर्मसिरीमा चाहिँ एज अ बडी बिल्डिङको 55 किलो क्याटेगोरीमा गेम खेलेँ त्यसपछि फेरि कोरिया आएँ कोरिया आएपछि चाहिँ अब फेरि एउटा गेम खेलौँ भन्ने हिसाबले चाहिँ मैले चाहिँ त्यसपछि फेरि एकखेर थेजनमा खेलेँ हाई हेलो सेवा नमस्कार सम्पूर्णमा आज चाहिँ विशेषभन्दा विशेष गेस्ट हुनुहुन्छ उहाँलाई चाहिँ मैले उहाँको परिचय दिँदाखेरि चाहिँ विशेष गरी मै पनि आफै इन्सपायर भएको मान्छे हो उहाँबाट अनि कोरियामा फिटनेस नेपालको अध्यक्ष पनि हुनुहुन्छ उहाँको धेरै परिचय छ छोटकरीमा भन्दाखेरि चाहिँ अनि उहाँ चाहिँ तपाईँको विदेशमा पनि नेपालको लागि मेडल लिनुहुने मान्छे पनि हुनुहुन्छ हाम्रो नेपाल देशको उचाइलाई अझ उचाइको स्तर बढाउनको लागि उहाँले पनि ठुलो भूमिका उहाँको छ हामी थोरै कुराकानी गर्नेछौँ प्रदीप फिटनेसमा वेलकम छ रेस्पेक्टेड सोल्टी अन्जन है त मेरो नाम चाहिँ अन्जन थापा मगर उहाँ विशेष गरी सोल्टी आज थोरै कुराकानी गरौँ यहाँनिर आज विशेष गरी हामी के अरे बिगिनरलाई सपोर्ट गरेर बिगिनरको क्वेसनहरू राख्छौँ है त मलाई एकदम धेरै क्वेसन आउँछ एकदम अनि तपाईँको पहिलो कुरा तपाईँको जति बडी बनाउन अथवा बडी बनाउनलाई डाइटहरू चाहिँ के कस्तो लिनुहुन्छ के छ केटाहरूलाई के एडभाइस दिनुहुन्छ ओके है त फर्स्ट अफ अल चाहिँ हाम्रो मेरो अब अन्जन थापा मगर नाम त्यो बाहेक चाहिँ हाम्रो फिटनेस नेपालको तर्फबाट तपाईँहरू सम्पूर्णलाई चाहिँ हाम्रो प्रदीप फिटनेसबाट चाहिँ हामीलाई एउटा थोरै समय दिनुभएको लागि त्यसको लागि तपाईँको प्रदीप फिटनेस युट्युब च्यानललाई चाहिँ विशेष धन्यवाद अब त्यो बाहेक अब हाम्रो बिगिनरको धेरैको क्वेसन के हामीलाई चाहिँ फर्स्टमा चाहिँ जिम गर्ने बित्तिकै चाहिँ हामी एक्सपेक्ट चाहिँ एकदम अरूको बडी हेरेर चाहिँ फर्स्टमा चाहिँ एक्सपेक्ट चाहिँ हामीले के गर्छ भने अब बडी बनाइहाल्छौँ 2-3 महिनामा भन्ने हुन्छ नि त होइन तर त्यो खासमा हुन्न कि उनीहरूको जुन हामीले बडी देखिरहेको हुन्छ नि होइन त्यतिको बडी एचिभ गर्नलाई उसले कतिसम्म चाहिँ मेहनत गरेको चाहिँ एउटा तपस्या बसेको हुन्छ क्या अनि त्यो ज्यान मात्रै बनेर भएन क्या
त्यसलाई हामीले बचाइराख्न यानि कि कन्टिन्यू डाइट पेलिराख्न पनि त्यो पनि एउटा गाह्रै कुरो हुन्छ कि त्यो बिगिनरमा चाहिँ फर्स्टमा ठुलो एक्सपेक्ट नगर्नु कि हामीले चाहिँ पहिला जे कुरा पनि एभ्रिथिङ स्टार्टेड विथ 0 पोइन्ट होइन हरेक कुरा चाहिँ जिरोबाट सुरु हुने भएको कारणले तपाईँ बिगिनर हुनुहुन्छ भने पहिला आफ्नो डाइटलाई बिस्तारै फोकस गर्नुहोस् तपाईँको स्ट्रेन्थ पावरहरू बिस्तारै बढाउनुहोस् अनि तपाईँको बडीको जुन एक्सर्साइज कसरी गर्ने भनेर त्यो सेड्युल बनाउनुहोस् अनि तपाईँको सबै चाहिँ रेन्ज मोसनहरू पुग्नुपर्ने हुन्छ डाइट वर्कआउट सेड्युल अनि रेस्ट त्यो सबै चाहिँ तपाईँले मिलाएर गर्दै गएपछि एटलिस्ट 2 इयर जति चाहिँ तपाईँको मसललाई चाहिँ अलिकति डेफिनेसन हो कि जस्तो जस्तो देखिन एटलिस्ट 2 इयर चाहिँ लाग्छ होला है त्यसपछि अनि बल्ल तपाईँको बडीले चाहिँ प्रोग्रेस गर्छ तर गर्दै जानुहोस् नहुने होइन हामीभन्दा पनि धेरै राम्रो बडी बनाउने मान्छेहरू हुनुहुन्छ मेन चाहिँ तपाईँले चाहिँ कतिको डेडिकेट भएको छ भन्ने चाहिँ हुन्छ र चाहिँ फिटनेस भनेको चाहिँ कस्तो हो भने आज तपाईँको ठुलो पाखुरा मात्रै नभएर त्यो आफ्नो लागि चाहिँ स्वास्थ्यसँग रिलेटेड भएको कारणले चाहिँ अन्त अहिलेको यङ जेनेरेसनले चाहिँ एकदमै गर्नुपर्ने कुरा हो जस्तो चाहिँ लाग्छ मलाई त्यही भएर तपाईँ हामी सबैले चाहिँ अलिकति आफ्नो स्वास्थ्यलाई चाहिँ केयर गर्नु होला ओके अनि अर्को फेरि क्वेसन तपाईँको बिगिनरले सप्लिमेन्टहरू के लिने के नलिने एकदम सोधिरहनुहुन्छ होइन सप्लिमेन्ट्स कसो कति जिम सुरु गरेको कति टाइमपछि लिने लिँदाखेरि कुन कुन लिने यस्तो हुन्छ बिगिनरले सप्लिमेन्ट लिने कि नलिने भन्ने कुरा छ नि त्यो चाहिँ कस्तो हुन्छ भने सप्लिमेन्ट तपाईँलाई आवश्यक छ कि छैन भन्ने भयो क्या यदि तपाईँले 5 किलोकै वेट लिफ्ट गरिरहेको छ भने आई थिङ्क हामी एकचोटि के अरे सप्लिमेन्टमा आइरहेको थियौँ बिगिनरहरूले चाहिँ सप्लिमेन्ट के खाने के नखाने एकदम सुरुमा के गर्नु कति जिम सुरु गरेको कति टाइममा खानु भन्ने क्वेसन आइरहन्छ क्या सप्लिमेन्ट यस्तो भयो क्या मैले भने त यदि बिगिनर हुनुहुन्छ भने तपाईँले कस्तो चाहिँ वर्कआउट गरिरहेछ भन्ने भयो कि अब तपाईँ 5 किलोकै डम्बेल उठाइरहेछ अब नर्मल्ली आफूलाई फिट राख्नलाई नर्मल्ली वर्कआउट गरिरहेछ भने सप्लिमेन्टले खासै रिजल्ट दिन्न क्या त्यो सप्लिमेन्ट प्रोटिन पाउडर मात्रै खाएर भएन नि त होइन त्यो मात्रै पुग्दैन कि त्यसलाई चाहिँ हामीले नेचुरल डाइटहरू हुन्छ नि जस्तो चिकनहरू एगहरू भेजिटेबलहरू अनि कार्ब्स पनि उत्तिकै मात्रामा इनर्जीको मेन सोर्स भनेको कार्ब्स हो क्या अनि त्यही भएर आफूले राम्रोसँग डाइटै पुरा छैन अनि तपाईँको वेट 5 किलो उठाइरहेछ अनि सप्लिमेन्ट एक्स्ट्रा अहिले कोरियामा हुने नर्मल्ली सबैको बेसिक स्यालेरी पनि लगभग इबेकमा क्रस छ है अब त्यसमा चाहिँ तपाईँ हामीले सप्लिमेन्ट किन्यो भने पनि होल प्रोटिनलाई नर्मल्ली 7 देखि 8वटा मालमा पाइन्छ है नर्मली भन्न खोजेको त्यति खर्च त जसले पनि गर्न सक्छ नि त होइन तर त सबैले खर्च गरे पनि ज्यान किन बनिरहेन सप्लिमेन्ट लिन पनि भन्नको मतलब चाहिँ उनीहरूको डाइट प्लान मिलिरहेन वर्कआउट सेड्युल मिलिरहेन वर्कआउट सम्बन्धी नलेज थाहा छैन अनि सप्लिमेन्टको डब्बा मात्रै घर माथि राखिरहेछ त्यो भनेको एउटा वर्थ इट हो होइन त्यो चाहिँ एउटा राम्रो पनि होइन त्यो एउटा लस मात्रै हुन्छ क्या त्यही भएर फर्स्टमा चाहिँ तपाईँको स्टामिना बढाउनु पऱ्यो स्ट्रेन्थ पावर बढाउनु पऱ्यो अनि त्यसपछि बल्ल सप्लिमेन्टमा जानुहोस् मेरो विचार तपाईँ स्टामिना राम्रोसँग बढिराखेन स्ट्रेन्थ पावर बढिराखेन भने फर्स्टमा फोकस चाहिँ त्यो सप्लिमेन्टभन्दा नेचुरल डाइटतिर गएर अनि पछि वेटहरू बढ्दै अब वेट तपाईँले वेट ट्रेनिङ गर्न थाल्छ नि त्यसपछि बल्ल तपाईँले सप्लिमेन्ट एड गर्ने अनि त्यसपछि नेचुरल डाइटलाई पनि सँगै लिएर जाने त्यसपछि बल्ल त्यसले चाहिँ बेटर रिजल्ट दिन्छ त्योभन्दा अगाडि चाहिँ खासै त्यो प्रोग्रेस हुँदैन रहेछ म जस अनुभवको आधारमा अनि अर्को कुरा जस्तो तपाईँको यहाँ फिटनेस नेपाल तपाईँहरूले स्थापना गर्नुभयो सबै हामी युथलाई चाहिँ एकदम इन्सपायर गर्नुभएको छ ठुलो अवसर पनि दिनुभएको छ चाहिँ 23मा 24मा गेम पनि भयो धेरैले सोधिरहनु भएको छ 25मा गेम हुन्छ कि हुँदैन के हो कहिले हुन्छ भनेर चाहिँ एकदमै एक्साइटेड छ केटाहरू नयाँ केटाहरू यस्तो भयो फिटनेस नेपालले कोरियामा चाहिँ फर्स्ट टाइम कोरियामा नेपाली समाजमा फर्स्ट टाइम चाहिँ यस्तो यो टाइपको गेम भनौँ न जो बडी बिल्डिङ सम्बन्धी त्यो गेम अर्गनाइजर गर्ने चाहिँ फिटनेस नेपाल तपाईँ हामी नै हो सबैजनाले गरेर चाहिँ त्यो गेम 2 चोटि चाहिँ सम्पन्न भयो अब लास्ट इयर अलि राम्रै गर्न खोजेको थियो नेपालबाटै हाम्रो धिमालाई बोलाएर चाहिँ प्रोग्राम गर्न खोजेको तर भिजा इस्यु कोरियामा अलिकति नेपालीहरूको छाप अलि नराम्रै छ त्यही भएर भिजा इस्युले चाहिँ अलिकति गाह्रो बनायो अब यो इयर चाहिँ कस्तो छ नि तपाईँ हामी नर्मल्ली कोरियामा आउनेहरू बडी इनाइन भिजा र अहिले त्यो बाहेक अरू हाम्रो स्टुडेन्टहरू त्यो बाहेक अरू पनि अलिअलि अरू भिजिट भिसाहरू पनि हुनसक्छ तर नर्मल्ली हाम्रो मेन भनेको चाहिँ इनाइनबाटै धेरै नेपालीहरू भित्रिरहेछ होइन तर उनीहरूको मेन चाहिँ अब हामी पनि त्यही भिजाबाट भित्रेको कारणले कस्तो छ हाम्रो डेली रुटिन हामी सबैलाई थाहा छ नि त होइन अनि फेरि त्यो बाहेक अब जिम गर्दाखेरि चाहिँ कति खर्च लाग्छ एउटा गेम प्रिपरेसन गर्नलाई कति चाहिँ खर्च लाग्छ भनेर त्यो तपाईँ हामी जसले ड्रम्बेल हातमा समाएको छ उसलाई राम्रोसँग थाहा छ ज्ञान होइन जो अब कतिको डेडिकेटेड हुनुपर्छ डाइटमा कति जान्छ त्यो सबैलाई राम्रोसँग थाहा छ नि त त्यो हिसाबले चाहिँ हरेक वर्ष गरिदिँदाखेरि
अब जो एउटा प्यासन बोकेर हिँडिरहेको खेलाडी उही भयो। अनि गेम चाहिँ वर्षैपछि गरिदिँदा फेरि उनीहरूलाई प्रिपरेसन गर्न पनि गाह्रो। अनि अब हाम्रो अब कोरियामा गेम गर्दाखेरि नर्मल्ली हलहरू भयो, कोरियन जजहरू लिँदा गर्दाखेरि प्राइज मनीहरू सबै गर्दाखेरि हामीलाई पनि अलिकति सबै म्यानेजमेन्ट गर्न गाह्रो, एज अ स्पोन्सर बटुल्न गाह्रो हुने हुँदा यसलाई चाहिँ 2 वर्षको अन्तरालमा गर्ने कि भन्ने चाहिँ हाम्रो चाहिँ सोच हो। त्यो बाहेक तपाईँ हामी सबैले आफूलाई चाहिँ फिटनेसप्रति चाहिँ अलिकति लाग्नुपर्छ भनेर त्यो सन्देश त बाँड्दै गइरहेको छ। त्यसैको निम्ति पनि आज हामीले चाहिँ फिटनेस नेपालले चाहिँ जो फिटनेसमा अलिकति रिलेटेड साथीहरू हुनुहुन्छ त्यो बाहेक चाहिँ अलि अरूहरू पनि लाई चाहिँ गर्नलाई चाहिँ आज हाम्रो चाहिँ पिकनिक पनि छ, क्याम्पिङ जाङ यस्तो छ है, यस्तो वन जङ्गलको बिचमा हामीले केटाहरूलाई चाहिँ कोरियामा जति पनि जहिले मिसिनको आवाज सुनेर इरिटेटिङ भइरहेको हुन्छ नि त केटाहरू, त्यो केटाहरूको माइन्ड चाहिँ आज रिफ्रेस गराइदिने हो क्या कि चाहिँ मिसिनको आवाज अनि आज 1-2 घन्टा ड्रमेल समातेको केटाहरू तिनीहरूलाई रिल आज चाहिँ रिफ्रेस गराउने गराउनलाई। तपाईँले फिटनेस नेपाल तपाईँ अध्यक्ष तपाईँकै अब नेतृत्वमा खोलियो, गर्नुभयो, यत्रो गेम पनि गर्नुभयो, केटाहरूलाई बेला बेलामा रिफ्रेस गराउनु पर्यो, चिन्जान पनि त हुनु पर्यो नि त होइन। नर्मल्ली अब फिटनेस नेपालमा जो जिमसँग लागिरहेको छ केटाहरू मसँग त चिन्छ सबैले होइन, तर फिटनेस नेपालको मेम्बरहरू आफू बिच पनि त चिन्जान हुनु पर्यो। तपाईँ र म जति आत्मीयता छ प्रदीप राईसँग अरू पनि आत्मीयता बढाउनु पर्यो नि त। मेरो चाहिँ टार्गेट त्यो हो क्या। तपाईँको एकदम ठुलो रोल छ। मैले चाहिँ केटाहरूले कसरी लिन्छ, म पर्सनली तपाईँलाई धेरै धेरै धन्यवाद भन्छु। होइन यस्तो भयो, फिटनेस नेपाल भन्नाले अब लिडरसिपमा एकजना चाहिँ आयो होला, त्यो छुट्टै कुरो छ। तर मेन यहाँ आउनलाई तपाईँको हाम्रो यहाँ नजिक हुने भाइहरू सिद्धार्थहरू जति पनि छ नि त्यो सबैको चाहिँ अब हाम्रै पिकनिककै कुरा गरौँ, आज क्याम्पिङ छ नि त होइन, यहाँ मैले मात्रै गरेको छैन नि त, सबैले गरिरहेको छ नि त। हाम्रो गेममा पनि त्यही हो क्या, तपाईँहरू सबैले लागेर गरेको तर नेतृत्व भनेको त नेतृत्वै हुन्छ हैन, एउटा चाहिँ देखिएको होला। तर मलाई थाहा छ नि त पछाडिबाट मेरो ब्याकबोन बनेर चाहिँ को बसेको छ कोरियामा, को केटाहरूले चाहिँ हाम्रो फिटनेसलाई चाहिँ यहाँसम्म पुऱ्यायो भनेर चाहिँ त्यो सबै केटाहरूको नामै लिएर साध्य छैन, धेरै छ। अनि एउटा सम्पूर्णलाई हाम्रो प्रदीप फिटनेसको तर्फबाट तपाईँहरू सम्पूर्ण साथीहरूले चाहिँ हाम्रो फिटनेस नेपाललाई यो उचाइ दिनुभयो, त्यसको लागि चाहिँ विशेष धन्यवाद। अनि एउटा क्वेसन के छ, तपाईँले त यहाँ कोरियामा पनि चाहिँ नेपाललाई मेडल दिलाउनु भएको छ हो। मैले चाहिँ पहिलाचोटि कोरियामा 2017मै गिम्पोमा गेम खेलेको थिएँ फर्स्टमै। अनि त्यसपछि त्यो गेममा मेरो फर्स्टचोटि सायद कोरियामा मैले त्यो गेम खेल्दाखेरि धेरैलाई थाहा थिएन होला होइन। मैले पहिला कोरियामा इपिएसको पहिलो कालमै मैले 2017 अराउन्डमै मैले गिम्पोमा बडी बिल्डिङमा चाहिँ 10 मेन फिजिकमै खेलेको थिएँ। अनि त्यसपछि फेरि नेपाल गएर धर्मसिरीमा चाहिँ एज अ बडी बिल्डिङको 55 किलो क्याटेगोरीमा गेम खेलेँ। त्यसपछि फेरि कोरिया आएँ, कोरिया आएपछि चाहिँ अब फेरि एउटा गेम खेलौँ भन्ने हिसाबले चाहिँ मैले चाहिँ त्यसपछि फेरि एकखेर थेजनमा खेलेँ। त्यो बेला नि मेरो खासै राम्रो पोजिसन आएन, थेजनमा खेलेँ। त्यसपछि फेरि अनि मैले अस्ति भर्खरै खेलेँ, त्यसमा चाहिँ मैले कस्तो हुन्छ नि, म चाहिँ जो जिममा प्रिपरेसनमा लागिरहनु भएको गेमको लागि हाम्रो चाहिँ धेरै समय त्यसमा लाग्छ, समय पनि लाग्छ, दुःख पनि लाग्छ, पैसा पनि जान्छ होइन। त्यो साथीहरूलाई चाहिँ के भन्छु भने जो एकचोटि गेममा तयारी हुनुभएको एउटा मात्रै गेम टार्गेट नगर्नु क्या, 1 महिनाभरि लडेर खेलिदिने क्या, गेमहरू खेल्ने। मेन टार्गेट चाहिँ एउटा गेम राख्ने, तर अरू गेममा नि खेलेर चाहिँ एक्सपिरियन्स पनि बटुल्ने भयो अनि धेरैमा पार्टिसिपेट खर्चले सबै भ्याउँछ क्या। एउटा मात्रै टार्गेट गर्नुहुन्न क्या गेममा, तपाईँको अघि पछि त्यो डाइटमा कन्डिसन राम्रो हुन्छ नि त, त्यति बेला चाहिँ तपाईँहरूले चाहिँ कोरियामा नर्मल्ली हप्तै पछि गेम भइरहेको हुन्छ, प्रोभिजन अनुसार क्षेत्र अनुसार गेम भइरहेको हुन्छ। त्यो क्षेत्रमा चाहिँ तपाईँहरू आफ्नो आइडी कार्डहरूबाट त्यहाँ चाहिँ आफ्नो नाम टिपाएर त्यहाँ चाहिँ गेम गर्नमा पार्टिसिपेट हुनु। त्यसरी चाहिँ एउटा खर्चमा 1 वर्षमा जति लाग्यो त्यो खर्च तपाईँले 2-3वटा गेममा चाहिँ गर्नुपर्छ, त्यो एक्सपिरियन्स पनि हुने भयो अनि अलि राम्रो। तर मेन चाहिँ 1-2वटा गेमलाई चाहिँ टार्गेट चाहिँ त्यसलाई राख्ने, त्यसको अघि पछि चाहिँ गर्ने। ओके, लास्ट क्वेसन सोल्टी, तपाईँको गेम खेल्दाखेरि तपाईँको अनुभव, गेम खेल्दा के सप्लिमेन्टहरू युज गर्नुभयो, के गर्दा राम्रो? यस्तो थियो, तपाईँको बडी कन्डिसन कस्तो छ भन्ने हुन्छ क्या। तपाईँकोमा अलिकति बडीमा अलिक बडी फ्याटै छ भने चाहिँ तपाईँले त्यो फ्याट घटाउनको लागि L-कार्निटिनहरू तिनीहरू पनि एक्स्ट्रा लिनुपर्छ क्या। अब कस्तो छ नि, बडी बिल्डिङमा कम्पिटिसन टफ छ नि त होइन, आफ्नो राम्रो ज्यान बनाएर लिएर जानलाई सप्लिमेन्ट जति राम्रोसँग एड गरेँ त्यति राम्रो छ। मैले चाहिँ अब नर्मल्ली चाहिँ प्रिवर्कआउटमा C4हरू अनि तपाईँको चाहिँ क्रिएटिनहरू अनि व्हे प्रोटिन त भइहाल्यो। तर मोस्टली चाहिँ प्रिपरेसन भए बेला व्हे प्रोटिन चाहिँ अलिकति लास्टतिर चाहिँ मैले कम गरिदिन्थेँ, किनकि त्यसमा चाहिँ सुगर अलिकति हुन्छ नि त फ्याट, त्यही भएर चाहिँ मैले चाहिँ लास्टमा चाहिँ जुन व्हे प्रोटिन अलिकति स्टेज चढ्नुको अगाडि चाहिँ त्यो चाहिँ कम गरिन्थ्यो।
त्यो बाहेक त अब अरू मल्टिभिटामिनहरू चाहिँ लिनुपर्छ है। खासमा चाहिँ मल्टिभिटामिन ट्याब्लेटहरू के आवश्यक छ भने हामी जहिले चाहिँ जिम गरेर छ अनि खालि त्यो डेली चाहिँ चिकन अन्डामा फोकस छ क्या, त्यसपछि हाम्रो भिटामिनहरू पुग्दैन क्या। त्यसको लागि चाहिँ मल्टिभिटामिन जस्तो हाम्रो कहिलेकाहीँ नङहरू राम्रो हुँदैन नि, त्यसको कारण नङहरू उक्किने, छालाहरू उक्किने, कपालहरू झर्ने धेरै समस्या हुन्छ नि त। हामी चाहिँ जहिले त्यही डेली के ज्यान बनोस् भनेर चिकन अन्डा मात्रै खाइदिरहेको हुन्छ, त्यसको पेट डुम्बो हुन्छ। त्यसपछि अरू हाम्रो त खानेकुरा धेरै छ नि त होइन, त्यो सबै चाहिँ भिटामिनहरू सबैको आफ्नो छ नि त, गाडीको छुट्टै भिटामिन सीहरू छ होइन, त्यो सबैको मिल्दैन नि त। त्यसको लागि चाहिँ मल्टिभिटामिन चाहिँ लिनुपर्छ। त्यो बाहेक अब जो अलिकति फ्याट बढी छ त्यसले एल-क्रेटिनाइनहरू लिनु। बेसिकली अब क्रिएटिन र व्हे प्रोटिन त नर्मली सबैले सुनिरहेकै छ। ओके, लास्ट क्वेसन एउटा मात्रै, तपाईँको यो धेरैजनाले के क्वेसन गरिरहेछ भने प्रोटिन, वे प्रोटिनको कुरा आयो, प्रोटिन खाने कि नखाने, प्रोटिनले किडनी जान्छ, यो खाने यो नेचुरल गर, यो अननेचुरल हो हेनतेन भन्छ, यो प्रोटिनको बारेमा थोरै होइन। यस्तो हो, अहिलेसम्म प्रोटिन खाएर अथवा त्यो हाम्रो धेरै चाहिँ क्रिएटिन खाएर चाहिँ पत्थरी हुन्छ यताउति भन्छ नि होइन, त्यस्तो त एउटा कुनै छैन कि, उदाहरणै छैन। मेन चाहिँ एनाबोलिकले चाहिँ अलिकति मान्छेहरू डेड भएको होइन, त्यो पनि अब ओरिजिनल परेर युज गरेर राम्रो तपाईँले चाहिँ होइन डक्टरसँग उसँग राम्रोसँग प्रिस्क्रिप्सन लिएर गऱ्यो भने चाहिँ सेभ होइन। तर अब त्यसको अलिकति प्रोसिजियरहरू चाहिँ तपाईँहरूले थाहा पाउनुपर्छ। त्यो चाहिँ अरू हामीले त्यहाँसम्म नसोच्दा पनि हुन्छ, किनकि प्रोटिन चाहिँ फिटनेसमा हो होइन। यदि प्रोफेसनल तरिकाले जानु छ भने चाहिँ एनाबोलिकतिर लाग्यो भयो। नर्मली यो अब उदाहरणको लागि हामीले खाइरहेछ है, 9-10 वर्ष भइसक्यो यही प्रोटिन खाइरहेछ, यही क्रिएटिन खाइरहेछ, अब अहिलेसम्म त्यस्तो भएको छैन। तर चाहिँ धेरैको यो क्वेसन चाहिँ के हुन्छ भने जो जिममा गएको हुन्छ त्यसको क्वेसन होइन क्या यो। यस, मलाई यति चित्त जसले जिम गएर खाइरहेको हुन्छ नि त्यो क्रिएटिनहरू यसरी नगरिकन उसले हुन्छ, उसले सुनेको भरमा चाहिँ यो खायो भने चाहिँ किडनी जाने गर्ने, अनि वेट उठायो भने चाहिँ ढाड जाने, त्यस्तो चाहिँ भनिरहेको हुन्छ। अनि पछि चाहिँ जोर्निङमा प्रब्लम आउँछ, त्यस्तो भनिरहेको हुन्छ नि होइन। तर एक्ज्याक्टली चाहिँ फिटनेसले यति राम्रो काम गरिरहेको छ कि तपाईँको माइन्ड स्ट्रङ बनाइदिने, इनफ हाम्रै बडी मसल पनि अलिकति स्ट्रङ बनाइदिँदाखेरि कोरियामा काम गर्न सजिलो छ क्या हामीलाई। तपाईँ हामीलाई कुनै एउटा गाह्रो काम यो उचाल भन्यो भने यस्तो इजी होइन, 100-200 किलो उचाले मान्छेले 20 किलो त फालिदिने हो नि त। दिस इज फिटनेस गाइस होइन, त्यसले इजी गरेर आएको छ नि होइन। तपाईँ हामी लेग वर्कआउट गरिरहेको हुन्छ, कार्डियो गरिरहेको हुन्छ, उभिने लगा न ल कतिचोटि लगाउँछ होइन, उठबस गरेर बस दिनभर म त गरिदिन्छु, त्यसले त इजी भइरहेको नि त होइन। त्यो फिटनेसले इजी गरेर अनि तपाईँको चाहिँ कहिलेकाहीँ चाहिँ हाम्रो माइन्ड कहिले ह्याङ गरिदिन्छ कि, भोटेहरूसँग काम गर्दाखेरि त्यसै ह्याङ, नेपालदेखिको दूरी टाढा त्यसै ह्याङ, कहिलेकाहीँ केटाहरूसँग चित्त बुझ्दैन, भने केटाहरूले मान्दैन, कहिले आफूले भन्ने मान्दैन, त्यस्तै ह्याङ। अब कहिले रिलेसनमा खटाखटा उनीहरू फेरि दिमाग आउट भइदिन्छ क्या। त्यस्तो बेला चाहिँ गएर जिममा डम्बेल समाइदिएपछि 2-3 घन्टा चाहिँ तपाईँको माइन्ड चाहिँ डाइभर्ट भएर डम्बेल अथवा वर्कआउटमा जाने भयो। अनि त्यहाँबाट निस्किँदाखेरि चाहिँ तपाईँको माइन्डमा जो पहिला स्ट्रेसफुल भइरहेको थियो नि त्यही हुन्न, त्यो भएन। तपाईँको त त्यही 1-2 घन्टा मात्रै तपाईँले अन्त सोध्न थालेपछि त तपाईँको त त्यो माइन्डमा चलिरहन्न नि त। तपाईँलाई जुन प्रब्लम छ, जे कुराले छ, तपाईँ त्यही सोचिरहनु, दिमाग खराब गरिदिन्छ क्या। ल यो भयो नि, ओभर थिङ्किङमा जान्छ नि त मान्छे, स्ट्रेस त्यो कारणले हुन्छ कि, यो भएन त्यो भएन, यो किन यस्तो भयो भन्ने त्यो भएर सोचिरह्यो भने तपाईँ डुब्छ कि। आखिर गर्ने त के होइन होइन। होइन आज जस्तो अब आज तपाईँको सनसेट भयो, आज ल अँध्यारो भयो भने भोलि बिहान त आउँछ नि त होइन, अहिले भोलिको दिन पुर्ने हो क्या। त्यो हुन्छ, जहिले लाइफ एउटै सर्कलमा जाँदैन, अपस्ट्यान्ड हुन्छ। अलिकति गाह्रो छ भने पनि मतलब होइन कि, एकछिन जाने जिम जाने, रिफ्रेस हुने आउने, अब हामीले गर्न सक्ने त्यही हो होइन। त्यो बाहेक अलिकति हरेक कुरामा चाहिँ अलिकति संयमता त अपनाउनु पर्यो। त्यो बाहेक अलिकति मलाई चाहिँ एउटा सन्देश चाहिँ के दिन चाहन्छु भने, कोरियामा बस्नेहरूलाई चाहिँ हामीलाई अलिकति स्ट्रेसफुल लाइफ छ क्या अहिले त। धेरैलाई चाहिँ साथीभाइहरू राम्रो नपरिदिएर अनि काम धन्दाले गर्दा होइन, घर आइसकेर हामीले फेरि कोरिया छिर्ने बित्तिकै सपना धेरै देखिहाल्छ, करोडको देखिहाल्छ। अनि करोड त अब त्यो लकिली के सबैलाई त्यो नहुनसक्छ है, अब त्यो हुँदा पनि। तर हामीले चाहिँ के सोच्नु पऱ्यो कि जीवन भनेको कोरियामा 5 वर्षले मात्रै हाम्रो जीवन चल्दैन। त्यही भएर हामीले लङ लास्टिङ आफूलाई स्ट्रङ गरौँ, आफ्नो ज्यान अथवा सबै कुरा मस्तिष्कहरू बचाइराखौँ, साथी सर्कल बनाइराखौँ। त्यो चाहिँ तपाईँलाई पछि कतै न कतै काम लाग्छ कि, कति काम लाग्छ। त्यही भएर अहिलेलाई मात्रै सर्टकटलाई कोरिया नसोचौँ। हामीले 5 वर्ष कमाएर जीवनहरू पुग्दैन कि। अब हामी नै 10-12 वर्ष भइसक्यो, पुग्ला भनेको कोरिया छिर्दा त्यही थियो सोच, अहिलेसम्म पुगे छैन, अझै कति जाने हो थाहा छैन। तपाईँको दिलमागे मोर हुँदो रहेछ क्या, यो हुन्छ होइन।
त्यही भएर चाहिँ त्यस्तो हुन्छ। त्यही भएर चाहिँ हामीले चाहिँ त्यो 5 वर्ष नसोचिकन पहिला चाहिँ आफ्नो हेल्थलाई फोकस गर्नुहोस्। आफ्नो हेल्थलाई चाहिने डाइटहरू अब तपाईँ जिमै गर्नुपर्छ भन्ने पनि छैन, तर एउटा साधारण खानपिनलाई सुधार दिनुहोस्। उसलाई समयमा आराम दिनुहोस्। अनि बाँकी समय चाहिँ पैसा कमाउन लाग्नुहोस्। पैसा कमाएर त अहिलेसम्म कसैले पुगेको छैन। धनी हुनेले कमाएकै छ होइन। अब गरिब हुने केटाहरू पनि अब त्यस्तो बित्ति 2 छाक त खाएकै छ। हामीले पनि खाने 2 छाकै हो होइन। त्यही भएर चाहिँ कति मिठो सन्देश ल। अब ठिकै छ एकदम। मलाई चाहिँ अहिलेको धेरै धेरै क्वेसनहरूको चाहिँ सल्भ एन्सर पाए जस्तो लाग्छ साथीहरूले। अनि थ्याङ्क यू सो मच चाहिँ नि आज बिजी सेड्युल छ त्यही पनि टाइम एकदम। दिनुभयो। धेरै धेरै धन्यवाद हजुरलाई। ल तपाईँलाई पनि हाम्रो फिटनेसलाई माया गरेर थेगु त्यति टाढा यात्रादेखि चाहिँ हाम्रो जुन प्रोग्रामहरूलाई जहिले सपोर्ट गर्नलाई त पहिलादेखि नै गर्नुहुन्थ्यो र आज पनि अब तपाईँहरूलाई धन्यवाद दिँदा दिँदै म नै थाकिसकेँ होइन। त्यही भएर जति पनि साथीहरू हुन्छ फिटनेस नेपाललाई माया गरेर यो उचाइमा ल्याइदिनु भयो, उहाँलाई विशेष धन्यवाद। नयाँ नयाँ साथीहरू जोडिँदै जानु भएको छ, तपाईँहरू सबैलाई चाहिँ अझै वेलकम छ। त्यो बाहेक धेरैजना नयाँ साथीहरू पनि कोरियामा एज अ फिटनेसमा लागिरहनु भएको छ। विशेषतः अझ बढी केटीहरूलाई चाहिँ इम्पोर्टेन्ट छ जस्तो लाग्छ मलाई, किनकि उनीहरू त बडी ब्युटिनेसलाई आफ्नो सुन्दरतालाई ध्यान दिनुपर्ने भएको कारणले यसले चाहिँ तपाईँको बडी फिगर अलि राम्रो छ भने तपाईँको चाहिँ अब अलिकति कन्फिडेन्ट लेभल चाहिँ हाई गराइदिन्छ क्या। त्यही भएर चाहिँ तपाईँहरू अलिकति फिटनेसलाई फोकस गर्नुहोस्। तपाईँको होइन बडी स्ट्रक्चरहरूलाई उसलाई अलिकति फोकस गर्नुभयो भने ब्युटिनेस अलिकति बढ्ने भएको कारणले मेन चाहिँ अब अहिले त ट्रेन्डिङै चलिसकेको छ टिकटकमा होइन। धेरैले चाहिँ आफ्नो फिटनेसलाई जोर्नी बनाइसक्नु भएको छ। तपाईँहरू सम्पूर्णलाई बेस्ट अफ लक अनि सबै हेल्दी लाइफ जिउनु होला। स्टे सेफ एन्ड स्टे ह्याप्पी। ओके ल ल तपाईँलाई विशेष धन्यवाद। ओके जय